जय श्रमदान आज आएर हामी श्रम संस्कृतिले चाहिँ श्रमदान गर्दैछौँ गोरेटो बाटोको विषयमा। अब सर्वप्रथम चाहिँ हाम्रो मेनली चाहिँ गोरेटो बाटो नै हुँदो रहेछ। जहिले हिँड्नु पर्ने जता जाँदा पनि त्यही बाटोको आवश्यकता परेको कारणले गर्दाखेरि कतिपय व्यक्तित्वहरूले के भनिरहेछ भने सडक डिभिजनमा काम गर्नुपर्ने उहाँहरू चाहिँ बाटोमा लगानी गरिरहेछ श्रमदाताहरू भनेर भनिराख्नु भएको छ। त्यसमा हाम्रो कुनै उद्देश्य छैन, दुई मन छैन। तर हामीले मेनली अब अहिले खनिराखेको भनेको एउटा बाटो कस्तो भने विद्यार्थी हिँड्ने बाटो एनी हाउ 24 आवर दुईपल्ट हिँड्ने भएकोले गर्दाखेरि हामीले त्यो बाटोलाई प्राथमिकता दिएका छौँ। त्यसपछि हामीले क्याटेगोरी हाम्रो श्रम संस्कृतिको क्याटेगोरी गनेर त्यो विकास गरिराख्दाखेरि त्यसले कतिजनालाई प्रभाव पार्छ भनेर त्यसलाई हामी छुटाएर हामीले विकास गर्दै जानेछौँ। हाम्रो श्रमदान जहिले पनि रहनेछ। अब सालपासिल्चोरबाट जहाँ रहे तापनि जसलाई पनि म त्यही भन्न चाहन्छु। अनि त्यो भएकोले गर्दाखेरि अब श्रम संस्कृति पार्टीले मात्रै गर्ने होइन, यो विकास गाउँको विकास जो कोही जुनै व्यक्तित्व आएर गर्दा नि सबैले गर्नुपर्छ। आज आएर श्रम संस्कृति पार्टीको यस्तो उस्तो भन्ने मान्छे कुरो काट्ने मान्छे धेरै भेटिसकिए। उहाँहरूको सङ्कुचित विचार रहेछ। डेट पनि भन्नु ल। त्यसमा मलाई मन दुखेको छ। अब यो विषयमा चाहिँ अब हामी भोलि गएर हाम्रो कुनै पनि मिटिङ भइराख्दाखेरि बसिराख्दाखेरि हामीले त्यो कुरा गरौँला। तर आज चाहिँ हामी श्रम एकदमै हर्ष उत्साहका साथ हामीले यो साङ्गमाबाट जाल्पा मावि जोड्ने बाटो खनेका छौँ। अब यसमा हाम्रो सबैजना श्रमका सबै श्रम गरे श्रमजीवी वर्गहरू आउनु भएको छ। खुसी लागेको छ। हिजोको दिनमा एकजनाले श्रमदान खाटम्बामा चलाएको किशोर सोताङले आज आएर यतिका जोडिराख्दाखेरि हामीलाई गर्व लागेको छ। र यही खाटमा मात्रै नभएर अब चौकीडाँडामा पनि भइराखेको छ, कुलुङमा भइराखेको छ, दोबानीमा भइरहेछ। अब जबसम्म यो देशको विकास गर्नुको लागि यहाँका युवाहरू यहाँका अभिभावकहरू नतातिएसम्म विकास नहुने देखेको कारणले गर्दाखेरि अब हामी सबै तातिनु पर्ने भएकोले गर्दाखेरि हामी खाटममा कतै तातिराखेका छौँ। सबैजना तातिदिनु पनि अनुरोध गर्न चाहन्छु। म पालिकाको संयोजक भएको नाताले गर्दाखेरि सचिव भएको नाताले गर्दाखेरि हाम्रो विकास गर्नको लागि कोही आउनु पर्दैन। अब हामीले आकाशको तारा देखेर पनि हुँदैन। यो ठाउँको विकास, यो ठाउँको भूगोल, यो ठाउँको वातावरणलाई चिन्ने व्यक्तित्व हुनु पर्यो। त्यो भएकोले गर्दाखेरि हामी सबैजना चिनेका रहेछौँ। सहयोग गर्नुभएको छ, खुसी लागेको छ भन्दै म दुई शब्द राख्छु। लामो होला। जय माटो, जय देश। जय देश, जय देश। एकचोटि सबैले हात उठाउँदा माथि भने एउटा कुरो सबैले हात उठाउँदा एकचोटि माथि सबैले भएको नाताले गर्दाखेरि खै त कसैको उठे फेरि टी-सर्ट यहाँ बाँड्दैछौँ केही समयको मिटिङ पछि। टी-सर्ट पाउनु नै छ। टी-सर्ट पाएको एउटा कुरो म के खबरदारी पनि गर्न चाहन्छु। टी-सर्ट खुसी छ दिन्छौँ। टी-सर्ट दिँदाखेरि तपाईँहरूले के गरिदिनु पर्यो भने मेलापातमा जाँदा नलाइदिनु होला। मात्रै त्यो श्रम संस्कृतिको अभियानमा हिँड्दाखेरि लगाइदिनु होला। कार्यक्रममा जाँदा लगाइदिनुहोस्, काम गर्नु हुँदा लगाइदिनुहोस्। हामी टी-सर्ट बाँड्दैछौँ। छलफल भइसकेको छ हाम्रो भर्चुअल मिटिङमा होइन। कहिले सहयोग गर्नु भएको छ। अब सबैले दिनु नसके पनि केही केही व्यक्तिलाई दिनु सकौँला होइन। ल हाम्रो एउटा अब सबैभन्दा एजेड नागरिक हाम्रो दाइ के शब्द जाओस् न त तपाईँकोबाट। अब यो श्रम संस्कृति पार्टीको चाहिँ संस्कृति पार्टीबाट म अब एकदम अब म ऊ गर्ने मैले सहयोग गर्नेवाला म यहाँ तपाईँको साइडमा चाहिँ सबैजना होइन यो श्रमदान टोली नै हुनुहुन्छ। तपाईँ अब यति तपाईँ त अब लगभग 70 पुगिसकेको होइन पुगिसकेको मान्छेले श्रमदान गरिरहँदाखेरि अहिलेको जेनेरेसनलाई चाहिँ तपाईँ यो श्रम गर्नुपर्छ भन्ने अभियन्तामा चाहिँ तपाईँ खडा हुनु भएको छ नि त। मैले सहयोग गरेको सबै सहयोग गरेको हो। जे होस् अब मेरो सम्झना मेरो सहयोगको सम्झना अझैसम्म मेरो अब अलिकति अब छ तागत छ र म गरिरहेको छु। ल धन्यवाद धन्यवाद। तपाईँ जस्तो ज्येष्ठ नागरिक मान्छेले पनि यसरी श्रमदाता गरिरहनु भएको छ। हामी जय श्रमदान एकचोटि भनिदिनुहोस् न त। जय श्रमदान भनेर। ल धन्यवाद। ल त हस्।